आयो हिँड्दै हिँड्दै थाक्यो होला आऊ बसौँ भाइहरूलाई आज म केटी पठाउने मास्टर प्लान सिकाउँछु ताला आफू त सिङ्गल छ अरूलाई केही प्रयोग सिकाउँछ बरु मैले टिकटकबाट सिकेको छु अहिले त आत्मविश्वास चाहिन्छ म टिकटकबाट लभ गुरु बनेको अहिलेको जमाना यही त हो चाहनुहुन्छ त भाइहरू त्यहाँ खाने हो होला नि त भाइ हाल भाइ Bonk. 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 ओके रानु प्र्याक्टिकल आयो प्र्याक्टिकल आज यही केटीमा प्र्याक्टिकल प्रयोग गरिन्छ Bonk. 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 एक्सक्युज मी तपाईँ गुगल हो होइन किन किनकि मैले खोजेको सबै कुरा तपाईँमा भेटेँ तपाईँले भन्नुभएको कुरा मैले बुझिनँ नि मेरो मतलब मैले खोजेको जीवन साथी नि तपाईँ जस्तै हो मेरो यो हातले पनि तपाईँ जस्तो गाला खोजिरहेको थियो कस्तो कस्तो मान्छेहरू हुँदो रहेछ यार ताला हिरो बनेको आज जिरो भएर आयो कान यार म केटी डर लाग्छ कान्न भने यार एक्सक्युज मी तपाईँ वाइफाई हो होइन तपाईँसँग जडान भइरहेको छु नि पासपोर्ट गलत भएर होला अघि मैले त भेटेको इन्टरभ्यू लिन लाग्यो जस्तो ताल तालको मान्छे आउँछ त यहाँ त कस्तो लाग्यो कान्छ म जस्तै लुक्क परेर आउनु पर्दो रहेछ त अहिले मेरो केटा हो टिकटक स्टारमा त्यो केटीले पठाइदिउँ
bonk, हेलो हाई तपाईँले देखिस् मेरो मुटुको धड्कन टिकट ट्रेन जस्तै भयो 2 दिनको ट्रेन जस्तै होइन तिमीहरूलाई केटी चिस्काउनु लाज लाग्दैन हेर्दाखेरि त सोझो देखिन्छ त कस्तो डिस्टर्ब हुन्छ यार फोटो खिच्न लागेको बेलामा bonk, सुन केटा हो हिमालय पठाउन सेकेटलाई अब म पटाएर देखाइदिन्छु हेरेर बस bonk, केटा हो यसले चाहिँ के गर्छ है अब bonk, bonk, एक्सक्युज मी तपाईँ त चिया जस्तो हुनुहुँदो रहेछ किन देख्ने बित्तिकै तातो लाग्ने धेरै उनले पनि तातोले पोलेर भाग्नु पर्ला है सोचे जस्तो हुन्न जीवन 哎呦我的妈！ त्यही केटाहरू मलाई दिसाउने पार्कमा बसेर केटी लाज गराउनु तिनीहरूलाई bonk, तपाईँ को हामीले जे छै गरौँ हेर्ने केटा हो एरियाको इन्सपेक्टर ज्याक्सबाट चिन्दैनस्